हाउ टु क्रिएट अ युट्युब एकाउन्ट। युट्युब एकाउन्ट कसरी खोल्ने त? आफूसँग रहेको स्मार्टफोनबाट आफ्नो नामको युट्युब अकाउन्ट कसरी खोल्ने त भन्ने विषयमा म आज चर्चा गर्न गइरहेको छु। हामीलाई युट्युब एकाउन्ट खोल्नको लागि चाहिँ जिमेलको आवश्यकता पर्दछ। आउनुहोस् पहिला जिमेल एकाउन्टबाट सुरु गरौँ। आफ्नो मोबाइलको स्क्रिनमा रहेको युट्युब एपमा क्लिक गर्नुहोला। त्यसपछि तपाईँको मोबाइलमा यस्तो इन्टरफेस खोल्नेछ। तल रहेको यु भन्ने अप्सनमा क्लिक गर्नुहोला। यो भन्ने अप्सनमा क्लिक गरिसकेपछि तपाईँको अगाडि यस्तो इन्टरफेस खोल्नेछन्। त्यसपछि स्विच एकाउन्ट भन्नेमा क्लिक गर्नुहोला। स्विच एकाउन्ट क्लिक गरिसकेपछि प्लस बटनमा छ, प्लस बटनमा क्लिक गर्नुहोला। क्रिएट एकाउन्ट भन्नेमा क्लिक गर्नुहोला। क्रिएट एकाउन्ट क्लिक गरेपछि तपाईँको अगाडि फर माई पर्सनल युज भन्नेमा चाहिँ क्लिक गर्नुहोला। त्यसपछि नेक्स्ट बटनमा क्लिक गर्नुहोस्। नेक्स्ट गरिसकेपछि यस्तो इन्टरफेस खुल्नेछन्। यहाँ हजुरको फर्स्ट नेम र सुर नेम राख्नुपर्ने हुन्छ। मैले मिस्टर शेर्पा टिज राखेँ। त्यसपछि नेक्स्ट बटनमा क्लिक गर्नुहोला। यस्तो इन्टरफेस खोलिनेछ। यसमा चाहिँ हजुरको जन्ममिति राख्नु भन्नुहुन्छ, गते, महिना, वर्ष र जेन्डर आफू पुरुष या महिला भनेर त्यो पनि सिलेक्ट गर्नुपर्ने हुन्छ। सिलेक्ट गरिसकेपछि फेरि नेक्स्ट रहेको बटनमा क्लिक गर्नुहोला। नेक्स्ट क्लिक गरिसकेपछि तपाईँको अगाडि फेरि यस्तो इन्टरफेस खुलिनेछ। यहाँ दुईवटा अप्सन रहेको छ। एउटा गुगलले नै आफ्नो नाम अनुसारको जिमेल दिएको छ र आफूले पनि क्रिएट गर्न सक्नुहुन्छ। गुगलले दिएको एउटा नाममा क्लिक गर्नु होला। मैले चाहिँ गुगलको नाममै रोजेँ, गुगलले दिएको नाममै रोजेँ। त्यसपछि नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि हजुरको अगाडि पासवर्ड हाल्नु भनेर आउँछ। पासवर्ड चाहिँ म्याक्सिमम् 8वटा हुनुपर्ने भन्ने छ। स्ट्रङ पासवर्ड राख्नु होला, कहिले नबिर्सिने। आफूले पासवर्ड सेट गरिसकेपछि नेक्स्ट लेखेको बटनमा नेक्स्ट गरेर अगाडि बढ्नु होला। फेरि तल रहेको नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस खोल्नेछन्। त्यसपछि त्यसलाई माथि सार्नु होला। एग्री भन्ने अप्सनमा क्लिक गरिदिनु होला। त्यसपछि हजुरको न्यू जिमेल एकाउन्ट क्रिएट भइसकेको हुन्छन्। अब भने हामी युट्युब एकाउन्ट क्रिएट गर्नेतर्फ लाग्नेछौँ। युट्युब एकाउन्ट क्रिएट गर्नका लागि आफ्नो नामको जिमेलमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि हजुरको अगाडि यस्तो इन्टरफेस खुलिनेछ। माथि रहेको क्रिएट अ च्यानलमा क्लिक गर्नु होला। हजुरको अगाडि यस्तो इन्टरफेस खुलिनेछ। च्यानलको लागि आफ्नो प्रोफाइल पिक्चर राख्नुपर्ने हुन्छ। प्रोफाइल पिक्चर राख्नुको लागि साइडमा रहेको बटनमा क्लिक गर्नु होला। आफ्नो ग्यालेरीमा रहेको एउटा फोटो चुज गर्नुपर्ने हुन्छ। चुज गर्नु होला। फोटो चुज गरिसकेपछि सेभ एज प्रोफाइल पिक्चर भन्नेमा क्लिक गर्नु होला। नेममा क्लिक गरी आफ्नो च्यानलको नाम टाइपिङ गर्नु होला। मैले राखेँ मिस्टर शेर्पा टिच। आफ्नो नाम टाइपिङ गरिसकेपछि माथि रहेको सेभ भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि रहेको तल रहेको ह्यान्डल भन्नेमा क्लिक गर्नु होला। ह्यान्डलमा चाहिँ तपाईँले आफ्नो निकनेम राख्न सक्नुहुनेछ। टाइपिङ गरिसकेपछि माथि रहेको सेभमा क्लिक गर्नु होला। सेभमा क्लिक गरिसकेपछि फेरि यस्तो इन्टरफेस आउनेछ। तल रहेको क्रिएट च्यानल भन्ने अप्सनमा तपाईँले क्लिक गर्नु होला। यति गरेपछि हजुरको च्यानल क्रिएट हुनेछ र केही कामहरू अझै बाँकी रहनेछन्। फेरि हजुरको मोबाइल स्क्रिनमा यस्तो इन्टरफेस खोलिनेछ। त्यसपछि फेरि तल रहेको यु भन्ने अप्सनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि माथि भ्यू च्यानल भन्नेमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि फेरि पनि एडिट च्यानल भन्नेमा क्लिक गर्नु होला। त्यसपछि आफ्नो युट्युब ब्यानर राख्ने भन्ने हुन्छ। युट्युब ब्यानर राख्नको लागि चाहिँ खालीमा रहेको क्यामेरा बटनमा क्लिक गरेर आफ्नो ग्यालेरीमा गएर आफूसँग भएको ब्यानर सिलेक्ट गर्नु होला। सिलेक्ट गरिसकेपछि ब्यानरलाई जुम आउट गरेर फिट गरिदिनु होला स्क्रिनमा। डन गरिदिनु होला। डन गरिसके केही सेकेन्डपछि तपाईँको ब्यानर युट्युब च्यानलको ब्यानरमा देखिनेछ। एकचोटि नाम र ह्यान्डल चेक गर्नु होला सही छ कि छैन भनेर। डिस्क्रिप्सनमा चाहिँ तपाईँको च्यानल कुन सम्बन्धित च्यानल हो भनेर त्यो लेख्नु होला। आफ्नो च्यानलको बारेमा र च्यानलको विषयमा त्यहाँ टाइप गर्नु होला। टाइप गरिसकेपछि सेभ भन्ने अप्सनमा सेभ गरिदिनु होला। यो स्टेपहरू सबै फलो गरेर जानु होला 1 बाई 1। यति गरिसकेपछि हजुरको युट्युब एकाउन्ट तयार हुनेछ र यस्तै टिच सम्बन्धीको भिडियोहरू हेर्नका लागि मिस्टर शेर्पा टिच च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोला।